कहिले खाना नपाएर भोकै बस्दाखेरि पेट दुखेको अनुभव छ तपाईँलाई? तर भोग्न सक्नुहुन्छ त? तपाईँको भाग्य कस्तो राम्रो छ है। अन्डा खाँदाखेरि माछा भेटिन्छ, पानी बाँड्न जाँदाखेरि गृहमन्त्री भइदिन्छ। हामी गरिबलाई पनि त्यस्तै भइदिए कति राम्रो हुन्थ्यो। अब हामी गरिबहरू अब खाना नपाएर मर्न आँटेको बेला अब जुनै सरकार आए पनि यस्तै छ। हामी त चुइगम भयो हो मन्त्रीज्यू, जुनै सरकार आए पनि चुस्छ अनि लास्टमा फालिदिन्छ। तपाईँको प्रधानमन्त्री पनि मैले भने तपाईँको प्रधानमन्त्री मेयर हुँदाखेरि सुकुम्बासी बस्ती छिरेर कति आश्वासन दिनुभएको थियो खै त? तपाईँहरूलाई मजाक लाग्छ है जे कुरा पनि। शिक्षामा कर, स्वास्थ्यमा कर हुँदा हुँदा टिलपिल बल्दै गरेको बत्तीमा पनि कर। एउटा सानो घर बनाएको थियो त्यो पनि भत्काइदिनु भयो। अहिले यताबाट होल्डिङ सेन्टरमा ल्याएर राखिदिनु भएको छ, यसमा पनि पानी पसे गर्छ।